Hello everyone, welcome to my YouTube channel. अनि यो चाहिँ हाम्रो फर्स्ट भ्लग तपाईँहरूलाई स्वागत गर्दछौँ। अब चाहिँ हामी पुरानो घरतिर के भन्छ धान रोप्नको लागि जाँदैछ। अनि धान रोप्न जाँदै क्रममा चाहिँ एकदमै मौसम चाहिँ राम्रो देखिएको कारणले गर्दाखेरि चाहिँ अनि हामी भिडियो बनाइरहेको छ है, हेर्नु होला। एकदमै हरियाली हेर्न सक्नुहुन्छ तपाईँहरू। उहाँहरू चाहिँ हिँड्दै हुनुहुन्छ धान रोप्नको लागि पर्खरमा एकदमै। अनि हामी जाँदैछ, त्यही हो एकदमै राम्रो छ मौसम चाहिँ। अनि हरियाली चारैतिर बगानै बगान छ, हरियाली प्रकृतिको एकदमै है सुन्दर भइरहेको छ। आज चाहिँ उहाँ चाहिँ रोकेर के भन्दै हुनुहुन्छ आई डोन्ट नो है, मैले सुन्न है। अनि यहाँ चाहिँ बाख्राहरू एकदमै राम्रोसँगले चलिरहेको अवस्थामा भिडियो क्याप्चर गर्दै गर्दाखेरि साह्रै राम्रो दृश्य देखिएको छ भने यस्तै छ हाम्रो पुरानो घरतिरको अवस्था चाहिँ। तपाईँहरूले देख्न सक्नुहुन्छ गाइस है, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन भनेर नभन्नु होला। यस्तै छ हाम्रो गाउँघरतिर चाहिँ हरियाली छ, एकदमै एकदमै रमाइलो भाइब्स आउँछ। त्यही हो, अब त के भन्नु होइन, तपाईँले हेर्न सक्नुहुन्छ। अनि जाँदै गर्दाखेरि चाहिँ दुईजना आमा छोरा पनि यहाँनिर धान रोप्दै गर्नुभएको रहेछ। अनि यो पनि भिडियो राम्रो लाग्यो, अनि भिडियो क्याप्चर गरिरहेको छ। अनि हामी चाहिँ फाइनल्ली धान रोप्नको लागि भनेर हाम्रो बारीतर्फ आइसकिसकेको छौँ। भने अब हामी धान रोप्न स्टार्ट गर्दैछौँ। उहाँहरू पनि रेडी भएर एकदमै डान्स गर्दै हुनुहुन्छ। उहाँहरू एकदम तर्खरको लागि है, के भन्छ धान रोप्नको लागि एकदमै तर्खर हुनुहुन्छ उहाँहरू। यस्तै छ, अब उहाँहरू एकदम टाउकोमा फेटा सेटा बाँधेर चाहिँ रेडी भइसकेको छ। दाजु भाउजू बहिनीहरू सबैजना एकदमै हामीहरू चाहिँ टक्कसँगले लगाएर चाहिँ धान रोप्न स्टार्ट गरिसकेको छौँ गाइजहरू। लाइक कमेन्ट चाहिँ हाल्नु नबिर्सनु होला एकदमै तपाईँहरूलाई। यस्तै छ गाउँघरको हाम्रो पुरानो गाउँ। यस क्रममा यो धान रोप्दै गरेको क्रममा चाहिँ पानी पऱ्यो फेरि, एकदमै मुसलधारे पानी परेको अवस्थामा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर फेरि हो। यस्तै छ होइन, धेरै रमाइलो अनुभूति साथै धान रोपिरहेको छ। उहाँहरू तिनजना चाहिँ धान रोप्दै, हामी दुईजना चाहिँ यहाँबाट हेरिरहेको छ, किनभने हामी चाहिँ एकदमै रोगी भएको कारणले गर्दाखेरि तिनजना चाहिँ रोप्दै हुनुहुन्छ। अनि यस्तै छ हाम्रो पुरानो घरको अवस्थाहरू चाहिँ। अनि यहाँ चाहिँ कुनै कारणवश हामीले घर छोडेको कारणले गर्दाखेरि अहिले चाहिँ हामी यहाँनिर फेरि धान रोप्नको लागि चाहिँ आएका छौँ। तपाईँले देख्न सक्नुहुन्छ छुपुमा छुपु धान रोप्दै हुनुहुन्छ हाम्रो बहिनी सुमिना भाउ दादाहरू चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तै छ, साह्रै रमाइलो भइरहेको छ भनौँ न। घाम पनि लागिरहेको छ, एकदमै गर्मी भइरहेको छ। तै पनि जे होस् रोप्नु चाहिँ रोपिरहेको छ, त्यस्तो धेरै खासै चाहिँ छैन भनौँ न। रोपिसकेर अब चाहिँ हामी खाजा खानको लागि भनेर चाहिँ आएका छौँ यहाँनिर हाम्रो पुरानो घरमा भित्र बसेर। उहाँ चाहिँ टुकुनी बुढी खोज्दै हुनुहुन्छ हाम्रो बहिनी चाहिँ सुमिना। टुकुनी बुढी ढोका खोलखोल भन्दै उहाँ टुकुनी बुढी खोज्दै हुनुहुन्छ। फाइनली उहाँले टुकुनी बुढी पनि भेटाइसक्नु भएको छ, ख्याल दिनुभयो जस्तो छ। अब हामी चाहिँ यहाँनिर यस्तै छ पुरानो घरमा रम्पम खाने तयारीमा। खाजा यसो अघि भर्खर खाना खाएको थियौँ, त्यही भएर खाजा धेरै नखाउँ भनेर चाहिँ रम्पम खाँदै गरेको अवस्था छ है गाइजहरू। रम्पम र चिसो यसरी नै खाँदैछौँ। यस्तै छ गाउँघरतिर। ल है त गाइज, अर्को भिडियोमा भेटौँला, बाई।